हेलो आज चाहिँ हामी आनम फुटेको बर्थडेको खानु गएको बर्थडेको कहाँ भन्छ नि जग्गा चाहिँ हामी यहाँ रे खोला आएको छ हामी फर्स्ट टाइम आएको फर्स्ट टाइम तो जङ्गलमा चाहिँ हामी चाहिँ ल जुम सामान बोकौँ सामान ए जुस त मैले ल्याएको थिएँ नि त आइफोन पाउँदा चाहिँ भ्लग बनाइराख्नु हुँदैन अन्त पोस्ट गर्नु अरे जग्गा मात्रै हेर्नु गएको अरे आउँदैछ त्यो एउटा छ नि के अरे त्यो यस्तो बुके बनाएर गर्छ नि के हरेस है दिदीको यता चाहिँ बर्थडे गर्लको बहिनी हो महँगो हातमा महँगो त महँगो खोलाको किनारमा आयो बिजोक त्यस्तो छ है गाइस तिमी पनि अगाडि हिँड त गाइस डरो यहाँ चाहिँ अरू थुप्रो आएर बर्थडे मनाउने पिकनिक खेल्न आएको रहेछ बाटो बेला अप्ठ्यारो यस्तो स्ट्रगल गरेर चाहिँ अनि उयो छ तपाईँलाई अर्कै हो कि यो सिङ्गल होइन अघि चाहिँ कन्टिन्यू गर्नु ल जुम रमित लेट्स गो फोनहरु चाहिँ आनीको फोन झर्यो भने मार्छ मलाई पानीमा नि हेरेर लड्छ ल बिस्तारै हेर्नु बडासम्म आइसक्यो पानीमा ल्याएर पानीमा जुत्ता भेटेर ल आन्यो एकदम स्ट्रगल भएर चाहिँ बर्थडे बनाउन आएको यो यहाँ सब भिजे लु त्यो पनि राखिदिनुहोस् चुल्हा बनाउँदैछ केटाले
के गरेको भन्न चुला ल आनु आइलेम यु भन्दैछ यु म यहाँ माथि अर्किरहेको रहेछ त दाउरा खोजेर त्यो त काँचो छ यहाँ त छैन रहेछ तल जाउँ यहाँ चाहिँ यो चाहिँ हाम्रो आनीको भ्लग हो त्यो चाहिँ आज मैले स्टार्ट गरिदिएको सबैले लाइक एन्ड सेयर एन्ड सब्सक्राइब कमेन्ट पनि गरिदिनुहोस् ल गयो लुगा भान चाहिँ ढुङ्गा यहाँ पाउँछ कि पाउँदैन जू मार्ने ढुङ्गा लगिराख्नु पर्छ जू मार्ने ढुङ्गा बेस्ट हो यहाँ रहेछ जू मार्ने ढुङ्गा चाहिँ ढङ्दाखेरि यो पिल्छेको गाइस यो चाहिँ कस्तो महसुस भयो तपाईँलाई म त ला अब त्यो के बाथरुमहरूतिर लड्यो भने चाहिँ बेहोस हुन्छ नि म त बेहोस हुने रहेछ सोचिरहेको मलाई भएन त्यस्तो यहाँनिर होला त हौ ढुङ्गा झालमुरीको लागि ल फोन बोकेर मैले ल बर्थडे गर्दै बिचार झालमुरी बनाए म बनाउँदै त नि खालको चिसो बनाएको अरे हो कोक होइन कोक चिसो बनाएको मेरो चुला देखाइदेन चुला मेरो चुला देखाइदे चुला अब यहाँ चाहिँ मासु पोलेर खानुपर्छ रमिली मैले ढुङ्गा खोज्यो दामी हुन्छ यसले है हामी पनि लानुपर्ने हो अचार पिस्नुको लागि ढुङ्गा लानुपर्छ अब खुट्टा त भित्र मैले देखा निम्बु झालमुरीको सामान चाहिँ रमिला मलाई जिम्मा दिएको भए चाहिँ दामी ल्याउँछ होला चिया ल्याउने थिएन फ्लासै छैन होइन अहिले पो भन्छ फ्लास थियो भनेर हामी चाहिँ नि चाउरा भाइलाई मगाउनु पर्ने फ्लास पेस्ट चाहिँ दह्रो बनाउँ भन्दा आनीले म गर्दैछु आनु ग्लोब्स चाहिँ अर्ग्यानिक ग्लोब्स के अरे यो चाहिँ नाइस पुरा हल्लेर आएको छ नि त ल दुईजना चेयर्स गरिहालौँ यहाँ पनि रेडी हुँदैछ चेयर्स खाना चेयर्स गरेर चाहिँ मिठो सबैलाई चाख्नु बर्थडे गर्ल चाकिन भनिदिनु कस्तो भएछ झालमुरी खाइहाल्नु अहिले नै कम्ती
मनपर्छ खुट्टामा कहाँ पाक्नु ल मैले फुकेको भर्खर दुख्छ फुकेको मैले भर्खर ओइ यता आइदिनु छो यता आइज न यहाँ कस्तो मजा आउँदैछ पोस्ट पनि चल्दैछ सँगै सँगै लग्नु पनि परेको छ आगो चाहिँ लगा केटा लु आगो 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 दाउरा जान्छ सुक्का अघि भर्खर टिभी लु घर्छु लु पानी निकालु पानी पर्यो भने बेचाप पानी त पर्दैन सिधै हो हिजो नै देखाउँदै थियो नि त लाइट अन्ली लाइट यो चाहिँ कसको आइडिया हो भनिदिनु न मेरो मेरो आज आइडिया दामी पकाउँछन् दिदी दुईजनालाई त कति आँखा बोल्दैछ मलाई याद भयो नि ढुङ्गै भएन तेरो यो सुमन्त ए हाम्रो छेउ त्यस्तो हुन्छ पाक्यो निकाल्दै बिचरा मासु पुऱ्यो ल साउथ यो नबोलेर चाहिँ बिचो भइरहेछ गाइस आफू चाहिने Lulu, happy birthday to you. Happy birthday to you. Happy birthday, dear Purdev. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Purdev. Happy birthday to you. तिम्रो पो भएछ डल्ले birthday to you. हामी चाहिँ खोलाको छेउमा सेलिब्रेट गर्न आएको छु है बर्थडे गर्ल कहाँ भयो पर रेड कलरको बर्थडे गर्ल हो यहाँ सबै भाइ बहिनीहरू छन् म चाहिँ मार्कीलाई साह्रो पर्दछ त्यही भएर चाहिँ यो गाइस आवाज गएको बाइ बाइ यो चाहिँ मल्ने ढुङ्गा लाग्यो ल कतितिर मल्ने लु बाइ बाइ लु 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 आवाज गएको बाइ बाइ अचार पिस्ने होला त्यो अबे नभन्नु न गएको उहाँ चाहिँ डरो पौडी खेल्नु भएर जाडोले काम्दैछ हो लु बाइ 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 बाइ